Hello friends, good morning and welcome to my new video. साथीहरु घरमा चाहिँ भिडियो बनाउनु हैन मलाई चाहिँ एकदम अप्ठ्यारो लाग्छ के बोल्न कति गाह्रो लाग्छ सो त्यसैले चाहिँ म धेरै भिडियो बनाउँदिन म सानो हैन भिडियो बनाउँछु अनि मेरो चाहिँ फर्स्ट काम छ आज सरसफाई र भान्सा चाहिँ मैले सफाई गर्सके अब चाहिँ आँगन सफा गर्दैछु हैन पुरै घाँस उडेको छ क्या सो त्यसैले र म चाहिँ हैन भिडियो बनाउन सकिरा छैन किनकि म स्ट्यान्ड लिन चाहिँ बिर्से भन्दा नि मैले लिएन किनकि मलाई अप्ठ्यारो लागिरहेको थियो बोक्न कहीँ बाटोमा टुटिदियो भने चाहिँ भाँचियो भने चाहिँ के गर्ने भने टेन्सनले या डरले मैले ल्याएन सो गाह्रो हुँदैछ भिडियो बनाउन चाहिँ आज मेरो पहिलो काम छ सरसफाई म चाहिँ ढोकै म बेली आएँ आराम छ म पनि निकै छु एक्लै आएँ आरामै छन् मेरो चाहिँ आज पहिलो काम छ सरसफाई र म चाहिँ पहिला आँगन सफा गर्दैछु मैले त्यहाँदेखि सफा गरेर ल्याइसकेँ अहिले चाहिँ यहाँ पुगेँ अनि बल्ल भिडियो बनाउँदैछु कस्तो लाज लाग्छ कि मलाई घरमा चाहिँ यसरी बोलेर भिडियो बनाउन ओके साथीहरु हाम्रा बाख्रा त्यहाँ भैँसी कति राम्रा छन् है अनि त्यो चाहिँ मैले बनाएको ड्रइङ हो है पेन्टिङ फर्स्टचोटि वालमा बनाएको थिएँ अनि उहाँ चाहिँ हाम्रो श्री जगन्नाथजी ओके साथीहरु भिडियो हेर्दै गर्नु ल साथीहरु मम्मी चाहिँ घाँस काटेर आउनु भएन हालत हेर्नु ओ माय गॉड त्यो वहाँ रहेछ ठे गएन म तिमी पानी हालेपछि थियो क्या म चाहिँ त्यो भाँडाहरू धुएँ नि त अनि पुरै यहाँ भिजेर पानी मैले चाहिँ पानीको काम गरेँ क्या म सुकाइरहेको छु कपडा किनकि चेन्ज गर्ने मन छैन किनकि यही ड्रेसमा म आज टिकटक बनाउने हो अनि थकाइ लाग्यो साथीहरु काम गरेको चाहिँ भिडियो बनाउन सकेन मैले स्ट्यान्ड लिन बिर्सिहालेँ अनि हातमा मोबाइल समाएर काम गर्नु त भएन सो त्यसैले ओके साथीहरु अब चाहिँ हामी खाना पकाउनतिर लाग्यौं हैन सरसफाई काम सक्यो पुरै सकेको छैन आधा बाँकी छ भोलि गर्छु र म चाहिँ यहाँ तरकारी पकाउन रेडी भएको छु यो चाहिँ हरियो तरकारी अनि यो चाहिँ मुला यो चाहिँ काटकुट बाबाले गर्छ हो अनि यहाँमा चाहिँ दालको सिटी लगाएको छु यो दालको लागि पानी अनि यहाँमा चाहिँ हाम्रो भात पाकेको छ र यसको चाहिँ यो सामान्य यो डन्डी चाहिँ टुटेको छ है पुरानो भइसक्यो त्यसैले साथीहरु यो चाहिँ मेरो मम्मीको लागि रोटी आज एकादशी हो नि त नि मम्मीले भात खानुहुन्न सो रोटी पनि पकाइसके मलाई चाहिँ गोलो रोटी पकाउन आउँदैन साथीहरु हेर्नु न कस्तो भाङा भाङा छन् बट खानलाई चाहिँ मिठै हुन्छन् है भाइलाई रेडी भएर बसेका छन् कुर्सी सुर्सी बाहिर खाना खाने ओके साथीहरु हाम्रो चाहिँ खाना पाकिसक्यो दाल भात तरकारी एन्ड दही र घर आयो भने त घी पनि खान मिल्छ है ओके साथीहरु म चाहिँ खान्छु खाएर अनि भेट्छु ल साथीहरु आज मैले 3 घण्टा लगाएर हैन मेरो एउटा भिडियो एडिट गरेँ अस्ति चाहिँ हामी 4 जना साथीहरु मिलेर चाहिँ पिकनिक खान गएको थियौं र त्यो भिडियो थियो मसँग हैन मैले पोस्ट गर्नु बाँकी थियो सो मैले चाहिँ त्यो आज एडिट गरेँ र मैले 3 घण्टा लगाए साथीहरु त्यसलाई एडिट गर्न अनि भ्युज कति आउँछन् 10 15 हामी जस्तो सानो क्रिएटरहरु हैन अफकोर्स हामी सानो क्रिएटर हो बट मेहनत त धेरै नै लागेको हुन्छ सो प्लिज सपोर्ट गर्नुहोस् हजुर कति धेरै जना हैन भिडियो हेरेर त्यसै छोडेर जानुहुन्छ कि सब्स्क्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् सो प्लिज सपोर्ट मी ओके साथीहरु अब चाहिँ साँझ परिसक्यो रातिको खाना पकाउनु पर्छ पुरै दिन त मैले भिडियो एडिट गर्दै म काटिहालेँ अब चाहिँ म खाना पकाउँछु रातिको ल मैले 2-3 चोटी बिन्दी लगाइहालेँ 2-3 चोटी लिपस्टिक लगाइहालेँ अझै पनि गायब आधा घण्टामा गायब
यति गर्मी छ नि, यति गर्मी छ, न बिन्दी लाउनुबाट छ, न लिपस्टिक, न केही। कपाल पनि हेर्नु न, धुया जस्तो छन् पुरै, पसिना ल्यायो यो सबै। साथीहरू, हाम्रो घरमा चाहिँ आज चाउमिन पाक्दैछ। सो सबै चिज रेडी भइसकेको छ। अब चाहिँ हामी चाउमिन पकाउँछौँ र मेरो सासु मम्मी र म लागेर चाहिँ पकाउँदैछौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। र आजको ब्लग चाहिँ एकदम सर्ट छ। सो सबैजनाले हेरेर लाइक, कमेन्ट र सेयर गरिदिनु होला र सपोर्ट गर्नुहोस् ल प्लिज।